अहिले नेपालमा चाहिँ विदेशको कुरा छोडिदिउँ, अब नेपालको कुरामा चाहिँ धेरैजनाले क्रेडिट कार्ड कतिखेर लिनुभयो त भन्दा मेरै सर्कलको मान्छेहरूले जब हाई भ्याल्यु इलेक्ट्रोनिक्सहरूलाई चाहिँ इएमआईमा लिन पाइयो। जस्तै हाई भ्याल्यु इलेक्ट्रोनिक्स भने एप्पल प्रडक्ट्सहरू भनौँ, वासिङ मेसिन इलेक्ट्रोनिक आइटम्सहरू भनौँ, एसीहरू भनौँ होइन। जब त्यो इएमआईमा लिन पाइयो तब क्रेडिट कार्ड लियो क्या। किन त भन्दा पहिला मसँग त्यो इएमआई लिनलाई क्रेडिट कार्ड हुनु पर्थ्यो। अनि त्यसको प्रोसेस के हो त भन्दाखेरि पहिला त्यहाँबाट कोटेसन मगाऊ, ब्याङ्कमा पठाऊ, ब्याङ्कले इएमआईलाई चाहिँ अप्रुभल दिन्छ, अनि त्यसपछि बल्ल तपाईँले क्यास डाउन पेमेन्ट गरेर त्यो सामान लिएर आउने, अनि ब्याङ्कमा चाहिँ महिना तिर्नुपर्ने थियो। यो तपाईँको फोन पे क्रेडिट कार्डले इएमआईलाई सपोर्ट गर्छ कि गर्दैन आजको दिनमा, या गर्दैन भए गर्नु पर्यो। डज इट एक्जिस्ट? अलिक फरक तरिकाले हेर्दाखेरि चाहिँ तपाईँलाई एउटा क्रेडिट लिमिट दिएको भने चाहिँ तपाईँको वर्थ हेरे हो नि त। अनि त्यो वर्थमा तपाईँलाई एउटा लिमिट दियो। फर इक्जाम्पल तपाईँलाई 1 लाखको लिमिट दियो। अब 1 लाख भित्रैकै सामान किन्नु पर्यो भने त क्रेडिट कार्ड किन्नु पाउनुहुन्थ्यो तपाईँले। तर सामान पर्यो कति 1,20,000 भनेपछि त्यो लिमिटले भ्याएन कि। अब तपाईँलाई जुन एडिसनल 20,000को लिमिट छ नि, ब्याङ्कले नहेरिकन त दिँदैन नि त। भने तपाईँको वर्थ फेरि 1 लाखबाट 1,20,000 भयो कि भएन भन्ने इन्स्योरिटी त ब्याङ्कले खोज्छ नि त। त्यही भएर उसले त्यो पेपर सबै मागिरहेको क्या। तपाईँ आफ्नो लिमिट भन्दा एक्सिड गर्दै हुनुहुन्छ भनेपछि सर्टेन मेकानिजम, अब त्यो एक्ज्याक्टली पेपरै लगेर जानुपर्छ भन्ने चाहिँ हट्छ बिस्तारै। अल्टिमेटली इट्स अ क्वेसन अफ त्यो एडिसनल लिमिट तपाईँलाई दिने कि नदिने। अब चाहिँ स्टार्टिङ चाहिँ के हुँदैछ नि, स्टार्टिङ पोइन्ट के हो भने चाहिँ तपाईँ 1 लाख हो, तपाईँले 50,000 सामान किन्नु भयो भने इस्योर बेस्ड इएमआई भनिन्छ जेनरली। त्यो 50,000लाई चाहिँ तपाईँ ट्रान्जेक्सन गरिसकेपछि यु क्यान कन्भर्ट इट